मान्छेहरूको अगाडि किन कराउनु त नि? मान्छेहरूको अगाडि किन कराउनु? कहाँ कराएँ मैले? चित्त नबुझे एक्लै भएको बेला बरु कराउनु कुट्नु, मान्छेहरूको अगाडि किन कराउनु? यतिकै त मान्छेहरूले कति नराम्रो सोच्छन्। ठुलै कुरा अब चित्त दुखेछ त। दुख्छ त। मैले तपाईँलाई कहिले अरूको अगाडि कराएको छु? कहिले हाम्रो पनि त मन हुन्छ नि, मन दुख्छ नि हाम्रो चाहिँ। कहिले तपाईँलाई ठुल्ठुलो स्वरमा कराएको छु? अनि के गर्नु त हौ अनि? अच्छा म त्यही कुरा सानो स्वरमा भन्दाखेरि के हुन्छ? ल अबदेखि सानो स्वरमा भन्छु नि त, नरिसाउनु नि। मान्छेहरूको अगाडि चाहिँ कहिले नकराउनु ल। के गर्नु? मान्छेहरूको अगाडि चाहिँ कहिले नकराउनु ल। मान्छेहरूको अगाडि चाहिँ कहिले नकराउनु ल। अरे किन? मलाई मन पर्दैन। अनि कहाँ कराउनु त नि? म एक्लै भएको बेलामा अनि बेलुका कोठामा कराउँदा नि हुन्छ, बरु मलाई कुर्दा नि हुन्छ। तर मान्छेहरूको अगाडि चाहिँ कहिले गाली नगर्नु ल बुढो। कोठीबाट ल तिमीलाई नकराइ त हुँदै हुँदैन। अनि तिमीलाई कराएन भने त मैले त खाएको भात पनि पत्दैन साँच्चै भनेको। ल ल ल ल कराउँदिनँ ल। साँच्ची घरिघरि त कराउँछु। कराउनु त कराउनु कि एक्लै भएको बेला मात्रै कराउनु।